ल दिउराली मन्दिर पूजा गर्ने तयारीमा छौँ हामी। यता पूर्व पश्चिम चढाउँदाखेरि आमालाई नि त्यही फुर्मानसित भन्नुहोस् कि दादा। गल्ती भुलचुक माफ गरिदिनु होला। तपाईँ जान हामी अन्जान। फुर्मानसित मानिसक्यो। गल्ती भुलचुक माफ गरिदिनु होला। मान्नु पर्छ खुसी राजी भएर मान्नु पर्छ। मैले मनाउँछु बोरा भन्नुहुन्छ बोरा सुकी कुरा मात्रै भयो। टिको लगाइदिएर मनाउँछु मैले। बोरा कमारे हौ टिको लगाइदिनु भयो। बोरा पनि त्यस्तै भयो। बोरा त यहाँ बिछाउनु पर्यो नि त बोरा चाहिँ। यस्तै छोप्न आयो यस्तै छोप्न आयो त। हका त्यतिकै हो। अब यहाँ यता र उता पानी हिलो बना। ल खुसी राखी त मान्नु। मान्न शरीर सब फुर्मानसित मान्नु पर्छ। हो त्यस्तै। अलिकति असेर राखी उता लानु पूजाहरू यहीबाट लाने कि आफ्नो असेर यसमा राख। अझै फुर्र गर्न होइन फुर्र अगर गर्नु अलि मार्न मनमा केही सोधिस् भनिस् भनिछु। के भन्नु भयो बाजु ल भन्नु। पानी मात्र राखिदिने अनि मना भने अच्छा दादा भएन क्या केटा गाडीमा हाल्नु। पूजा गर्न लिएर हिँड्नुभयो भनिरहेछौँ। दिउराली मन्दिरको यात्रामा के भयो यसो हेर्न कान्छ। मेरो लागि गरिदिनु सबैले आफ्नो लागि दिउराली मन्दिर जाने बाटोमा छौँ हामी। बेला बेला गाइस पनि भन्न पर्दैन र सुदीप। नुवाकोट आइपुग्यो। कोहीडाँडा कटेर नुवाकोटको बजार नुवाकोटको बजार हो। धेरै मान्छे उता जान्छन् कि त दिउराली जाने बाटो खासै यता हो। फेरि झुकिन्छन् टाढा टाढा पश्चिमबाट आउनुभएको मान्छेहरू कता उता एकदम झुक्काउने बाटो छ।
बाटोको दृश्य हेर्नुहोस्, निकै नै सौन्दर्यले भरिपूर्ण ठाउँ यो। धेरै समयपछि आउनु भयो भाउजू? 5-6 वर्ष। कति राम्रो सुन्दर हेर्नुहोस् ल, पसलहरू माथि र हरियाली वन जङ्गल, मान्छेको बाक्लो उपस्थिति तर आज छैन। बाराहा जिल्लाको सान सुब्बा देउराली। फाइनल्ली हामी सुब्बा देउराली मन्दिर आइसकेको छ। बाटो हटाउनुहोस् हजुर। सुदीप सुब्बा देउराली मन्दिरमा भिडभाड एकदम राम्रो, दर्शनालु भक्तजनहरूको। यहाँ जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर 7 मा स्थित अरहाँजी जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुब्बा देउराली मन्दिरको यो परिसर हो। हामीले देख्न सक्छौँ यहाँ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूले किन्ने सामग्रीहरू पसल निकै नै राम्रो व्यवस्थित र धेरै राम्रो सामग्रीहरू यहाँ उपलब्ध छन्। मन्दिरको हामीले यो दृश्य देख्न सक्छौँ, निकै नै धार्मिक क्षेत्र, हिन्दूहरूले राख्ने आस्था यो मन्दिरको निकै छुट्टै नै एउटा पुरानो इतिहास छ यो मन्दिरको, हामीले दृश्यमा देख्न सक्छौँ। निकै नै राम्रो चहल पहल यो मन्दिरमा विभिन्न क्षेत्रबाट, अन्यत्र जिल्लाबाट, टाढा टाढाबाट आएर यहाँ मन्दिरमा दर्शन गर्नुहुन्छ। यो मन्दिरको विशेषता, यो मन्दिरको इतिहास छुट्टै छ। दर्शक दिनहरू हामीले देख्न सक्छौँ यो अरहन जिल्लाको सन्धिखर्क नगरपालिकाभित्र पर्ने सुब्बा देउराली मन्दिर हो। यहाँ धेरै टाढा टाढाबाट, दूर दराजबाट आएर भक्तजनहरूले मन्दिरको दर्शन गर्नुहुन्छ भने यहाँ सुब्बा देउरालीको जस्ट माथिपट्टि यो झलुङ्गे पुल रहेको छ। त्यहाँबाट यो सुब्बा देउराली मन्दिरको निकै नै राम्रोसँग अवलोकन गर्न सक्छौँ हामीले। सुब्बा देउराली मन्दिर परिसरमा हामी लौ बाबा भन्नुहोस्, पूजा गरेर आइयो के भन्नु नि? मन्दिरमा पूजा गरेर आइयो सुब्बा देउरालीको, सबैको भलो राम्रो होस्। मन्दिरको सबैले माया गरिदिनु होला, धन्यवाद। दाइ भन्नुहोस्, सबै राम्रो छ भन्दा सबैलाई राम्रो होस्, त्यही हाम्रो कामना, अरू केही छैन। एक वर्ष
पत्तामा आउँछौँ मल फाल्ने खेतारा छन् भन्नुहुन्छ पत्मा आऊ भन्छ नपत्ता गम्मै भेनाला सुरु